दर्शक ब्रेन नमस्कार। मेक्लाजुङ अनलाइन टिभी हेरेर बस्नुहुने तपाईहरू सम्पूर्ण दर्शक श्रोताबिनहरूलाई म सनमा खेम लिम्बुको तर्फबाट न्यानो अभिवादन। दर्शक ब्रेन भर्खरै मात्र बारा सिमरा निवासी 3 वर्षीय बालक गरिमा चौधरीको विध्वस्त तरिकाले बलात्कार गरी हत्या गरेका छन्। दर्शक ब्रेन जुन 3 वर्षीय बालिकालाई बलात्कार गर्ने नरपिचास दानवलाई प्रहरीले पक्राउ गरिसकेका छन्। दर्शक ब्रेन ती बालकको शव आज हुलास नजिकै मृत अवस्थामा नेपाल प्रहरीले फेला पारेका छन्। दर्शक ब्रेन जुन शव फेला पारे रगतै उनकी परिवारका बुवा रुँदै मिडियामा नेपाल समक्ष हार गुहार माग्दा पनि नेपाल सरकार, गृह मन्त्रालयले र पुलिस प्रशासनले व्यवस्था गरेको गुनासो पोखेका छन्। दर्शक ब्रेन जुन भिडियो म तपाईहरुमाझ प्रस्तुत गर्न गइरहेको छु, कृपया यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। चाहिँ हत्या भएको छ र आजसम्म नि स्पष्टीकरण कि यसमा कतिजना संलग्न छन् भन्ने कुरा क्लियर गरिदिनु भएको छैन है। त यो कारणले आज म गरिबलाई यस्तो पीडा परेछ, भोलि यो देशको कुनै पनि 3 करोड जनतामाथि पर्न सक्छ। यो कुरा चाहिँ केन्द्रीय सरकारले चाहिँ एकदमै जरुरी छ ध्यान दिनलाई। आज मलाई पर्यो, अस्ति अरूलाई पनि परेको थियो र प्रहरी भनेको एउटा जनताको सेवक हो, उसले त्यसैको लागि कसम खायो। तर उहाँहरूलाई मेरो बच्चा हराएको दिनै मैले चाहिँ 3 घण्टा पछि उजुरी जाहेर गर्दाखेरि मेरो सानो नानी 3 वर्षको हराएको छ। यस्तो हुलिया सहित र फोटो सहित उसको नाम सहित चाहिँ सबै कुरो डिटेल दिँदाखेरि पनि उहाँहरूले परिचालन गरेर खोजिदिनु भएन मेरो बालकलाई है। त्यसपछि हजुरहरूको त्यो दिन केही भएन, हामी आत्तेर आफ्नो बच्चालाई आफै खोज्यौँ। चारैतिर भौतारिम भेट्छ कि भनेर कहाँ गई के भयो, सानो नानी छ बोल्ने, उसलाई